सामान लिएर आउनु छ बाँकी काम चाहिँ अन्त हिजो पाउला बढेर लगाएको सामान चाहिँ बाँकी सामानहरू भाँडाकुँडाहरू अनि खाद्यान्नको सामानहरू चाहिँ माथि लिएर आउनु पऱ्यो नि त खानु पऱ्यो साँझलाई पनि दिउँसोलाई भत्काउनेहरूलाई त्यहाँ म लिन जाँदैछु त्यहाँ चाहिँ दाइ हुनुहुन्छ तल दाइ भाइहरू कुरिरहेको छ उता हेर्नु क्यामेरामा उता 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 100 किलो अब चाहिँ के हुन्छ है हो कि पिकनिक रहेछ कि बासित आर्मी यही गर्नु आएको नि त आर्मीमा काम गर्दा अरूले बन्दुक चलाउँदै गोइटी चलाएर यो खन्दा इन्भन थियो कि लास्टमा मिलाउनु लागि त्यसलाई हामीले यस्तै सामान यिनीहरूले कोही आउनन् गाउँले हामी हो यहाँको हिरो चाहिँ हामी हो यहाँ सकिन्छ सुजी र तेल लानु पर्यो कि पहिलो सुजी र तेल अनि सरफ जति पनि छिटो सुरु गरिन्थ्यो धार दिइसकेपछि यदि महिलाहरू जम्मा नहुने भोलि छिटो सक्नुपर्छ भनेर हामीले छिटोमा छिटो सुरु गरिन्थ्यो 16-18 वर्षको उमेर हुँदाखेरि मनोक खानी खुब चलन त्यो भक्तलाई जानुपर्यो बढेर अबेर लगाइदिएर हामी मनोक खाना है मनोक खाना पाइन्छ भने आमराइटीको लगाइदिन्छ त्यहाँबाट माइलबा र तुलसीरामबा रातभरि जानुपर्यो एक अटार छोड्यो तिमीहरूले गाउँमा छोड्यो भने यस्तो खट्नुहुन्थ्यो यति खट्ने हो नि बर्को उडेर यहाँ हामीलाई पुरेर कसले गाउँमा छोड्छ 4 जनाको टिम एउटा 4 जनाको टिम त्यति मात्रै हो आधा घन्टा आलो पारो महिलाहरूले गाउँ चलाउँथ्यो महिलाहरू कस्तो हुनुहुन्थ्यो राति 12 बजेसम्म 12 बजेपछि गए त्यसपछि हामी आलो पारो फेरि त्यति बेला एकचोटि बाहरू चिचिएपछि हामी यसै गरेपछि त उठाउने हो यहाँ ल्याएर त घिउमा पिठो भुट्ने हो है घिउमा पिठो भुटेर यहाँ त्यहाँबाट बाबा सेद्धाएर हामीले त खाना अझै पनि
खाना आरा छ छ अझै आरा छ अनि छँदै भइरहेछ के नाम भोला हो कि नेहा हो नाम थाहा छैन मलाई नेलिना कस्तो नाम नेलिना नेलिना पानी फालो बजेन नि के भयो खपुवा पाइन्छ तपाईँ उठ्नु पर्यो आफ्ना मन्त्री ठाउँमा लानु सेकेन्डपुरकी मारे त्यसलाई प्रधानमन्त्री भवन सुन्न पाइएन सुरु गर्नु सबै मिना मन्दिर बनाउनु पर्यो राति कोही घर गएर नसुते बाबु हो कीर्तन गाउने हो भोलि बिहान समय यताउति कोही यताउति नलागे है बाबु बिग्रे
अहिले बिहानको 4 बजेको अवस्था यस्तो छ सबै निन्द्राले झुम्म छन् उता राति गएका कोही आएका छैनन् Super, super, super.